त्यो अर्को त्यो उस ल्याएको छ क्या के अरे दालमोड क्या होइन मिक्सवाला सबै लिएर भाइहरूलाई यसलाई चाहिँ एकदम सेभ गरेर राख्नु पर्यो है जुन त बा भन्दा ठुलो छ हराउँछ मान्छे मेरो घर ल आज हामी सबै दाजुभाइहरू मिलेर हामी हाम्रो मामा गाउँमा आउँदैछौँ सिम्नुधुमा हाम्रो सुभाष भाइ यता प्रेम दाई अनि म ल अब यता मामा गाउँ जाँदैछु तर बाटो चाहिँ एकदमै झाडी भइसकेको रहेछ यो हामी पनि धेरै वर्ष भइसक्यो यता नआएको होइन दाइ नहेर त कस्तो झाडी भइसकेको रहेछ क्या यता हाम्रो दाइरा भाइ कति वर्षपछि आउनुभयो त यहाँ म त 19-20 भयो होला यार र भाइ 25-30 भयो हो र आमा थुप्रो भइसक्यो रहेछ है आइसक्यो यहाँबाट पानीको धारा थियो नि त होइन ऊ घर त त्यही हो नि यही हो छैन ए यो घर होइन ऊ माथि होला माथि हो यो स्कुल अनि हाम्रो उहाँ बिजयपुरमा उस बनाएको थिएँ नि अघि भाइ देखाएको थिएँ नि मैले हो त्यस्तै जस्तो यो हो कि फेरि यहाँको यो चाहिँ हाम्रो डिले सोल्टीको घर हो यो त्यो धारा त छैन होला नि भाइ अहिले त हाम्रो त्यो डिले सोल्टीको घर के उहाँको घर हो कि यो गोपीहरू यताबाट आएर रहेछ कि यताबाट आएर रहेछ होइन यो त हो नि त्यो होइन यो त पर्छ क्या ओ मामा त ऊ माथि देखेँ बल्ल ट्याङ्की पानी ट्याङ्की यो मिसलाई सोधेर कबिर मैले मिस गरेर आको अनि उ पनि आज होइनले गरे भन्ने चाहिँ बसाले होइन तल झरेको छ अनि यहाँ खरो पर्यो
मैले चलाइसक्यो बाजे उयोले बाजेले चढाइदिनु रे मामालाई चढाइदिनु रे ज्याप हरायो होला नि हामीले भनेको होइन बाउ अटेरी भएर बाबाको मामा घर हो के यो बल्ल 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 बाबाको मा गरियो अरे अघि यही बाटो बाबा जाम हुँदैन नमान्ने है अहिले ल हाम्रो मामा गाउँ घरमा आइपुग्यो हामी यो टोइलेट बाथरुम यस्तो भइसकेछ यहाँ धनसार थियो सबै भत्केर यस्तो अवस्थामा छ यो खोला सोथारको जस्तै अवस्था भइसकेको छ यहाँ ए भग्नाशिष मात्रै छ यहाँ गाह्रोको मेन विशेष गरी यता घर भयो ल यता हाम्रो सुभाष भाइ पनि कति सालपछि बल्ल मामा गाउँमा आइपुगेको छ मामा घरमा यता हाम्रो प्रेम दाई भयो मेरो पछि अनि साइना दाई भयो हामी चाहिँ हाम्रो आमाको के अरे माइत घर यही हो मेरो मामाली घर मेरो मामा एक्लै हो यस्तो छ होइन ऊ त्यहाँ छ हामी सबै यो खुपीमा सुत्यो पहिला पहिला बोजेर बाजे बस्थ्यो कि यहाँ अनि यो खुपीमा सुत्यो यस्तो छ यहाँ बज बिसाउनु पर्यो यहाँ चढाउनु परेको यसो ल हामी 4-5 जना फोटो खिच्दै त हेर्न सन्नवाले भिडियो सानावाला तरिका खिच्नुपर्छ फोटो त सानावाला खिच्नु दिनुपर्छ के फोटोग्राफी हाम्रो सिमला दु हाम्रो मामाको घर लाइभ गर्नलाई त फेरि 50 सब्स्क्राइब हुन पर्दो रहेछ है मामाको घरमा आएको सबै दाजुभाइहरू हाम्रो मामा घरमा मैले अस्ति भलिबल सिमला दो आरमला सिमला दो मला सबैले भन्छ युट्युब मला पाला सिमला दो ये चाहिँ लाइभ गर्नु भनेर लाइभ ये मामा धेर खाइले ये चाहिँ योर कुइ भरि ये 50 दाजुभाइ सब्स्क्राइब मेरो बल्ल 41 खुसियाली मेरो मामा घरमा आएको है मात्रै हुन्छ भन्छ लाइभ के कति सालपछि सबभन्दा कडा यहाँ मामा थिए सबभन्दा ठुलो दाई यता पृथ्वीमान दाई त्यसपछि यता काइना दाई प्रेम दाई कति अनि साइना दाई उता रेख बहादुर दाई अनि मै होला गोरा अनि यता हाम्रो सुभाष भाइ अनि मैले चिनाएको है मेरो दाजुभाइहरू सबै कसले बिर्सेको रहेछ मैले चिनाएको मामा गाउँमा मामा घरमा हामी चाहिँ सबैजना आज आँगनमा बसेर एकदम हर्षबाट गरेर के गर्ने अब मामा नभए त्यो उसो भन्नु मामा एकदम यो मामा घर आउनुहुँदो त्योभन्दा अर्को छैन भनिदिनु त हामी त यहाँ त छेन त कति छ होइन आजको दिनको के आजको दिनको चाहिँ हामी अलिकति यो बाटो बिर्सेर चाहिँ हामी यहाँ ए हाम्रो यो साइला मामाले राति आएको ल भनिदिनु त मैले थाहा पाएको थियो अनि मेरो दाजुभाइलाई ल यताबाट हो भन्दाखेरि अब मान्नु भएन उनीहरू त उहाँबाट हिँड्दै आउनु गरेछ म र गोपी भन्दा मात्रै आएको थिएँ ए मामा पनि आएको हाम्रो मामा पनि पछि स्कुल हेरेर म पनि अन्दाजले आइगयो नि त्यही हो मेरो कुरा ए हो तपाईँ दाइ यता भाइले पत्याएन तपाईँको कुरा हामीले उस्तो होइन स्कुल यहाँ स्कुल कहाँनिर हो ए स्कुल यता होला स्कुलमा हामीले मिसलाई नि सोधेर आएको तर बेटे हाम्रो गोरा साबले चाहिँ नै होइन भनेर गोरा साबले हाम्रो प्रेम मामा र सुभाष मामालाई चाहिँ नै बाटो घुमाइदियो नयाँ बाटो खाने रहेछ त्यही भएर म कन्फ्युज भएँ त माथि हुन त म त त्यो बाटो हिँड्दैन
यो तलको पुरानो बाटो हिँडेर जुया ngam जुया आउँ तर जाई केड क्रेब त्यो लेचोडी खाइको नि गल्ला है तर घाम मलाई त तर त ताइले उचु उचु माउघरी यस्तोहरू बसेको छ बाजेको घर कले दुँ वा कहाँको जाम भन्छ गोरा साहब कले दुँ दिदी कले दुँ सताइमु चुला तो बिम्रो हाँ साहब ओ साहब चुला तो बिम्रो चुला कले ओचा उतिस युसी ए घरको आँगनमा यसरी बस्यो है यिनीहरू चौकडामा चौकडामा केही पर्दियो है चौकडा यिनीहरू झेली पर्दियो ऊ त्यसलाई चौकडा पर्दियो ऊ चुटाना त चुरानालाई यो किमरुसे या घाम क्याले हो है ठ्याक्कै यही पछाडि हो हामी माछामा नआउनु किमरी किमरुसे तेरो किमरुसे या यहाँ खानी जाबी होता कहीं आयो 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 आज हामी हाम्रो मामनी गाउँमा आइपुगेका छौँ सिम्लेझोङमा आर्माला सिम्लेझोङ यहाँ यो ठाउँ भनेको पहिला हाम्रो प्रितम गुरुङ जेठानले चाहिँ पाते फिल्म सुटिङ गरेको थियो यो ठाउँमा चाहिँ अहिले चाहिँ हामी चाहिँ 2052 सालमा चाहिँ प्रितम गुरुङ जेठानले चाहिँ सुटिङ गरेको ठाउँ हाम्रो मामनी गाउँ अहिले हामी धेरै वर्षपछि चाहिँ हामी दाजुभाइहरू मिलेर मामा गाउँमा यसो घुमघाम गरौँ भनेर हामी दाइहरू चाहिँ भाइहरू चाहिँ युकेबाट आउनुभएको होइन कोरियाबाट आउनुभएको अनि हामी यहाँ दाजुभाइ सामेल भएर चाहिँ आज हामी चाहिँ हाम्रो मामली गाउँ चाहिँ एकदम खुसियालीको तोडमा चाहिँ भ्रमण गर्दैछु है त ल धन्यवाद हजुर हाम्रो यता चाहिँ यो ढिकी डाँडा पर्छ यो ढिकी डाँडा अनि यो चाहिँ हाम्रो लेकै पर्छ यो लेकको नाम त थाहा भएन सबलाई थाहा छ यो लेक ठाउँ ए खै पनि थाहा छैन कुन बच्चाले यही हो यही हाम्रो गुरुङ फिल्म 2052 सालमा चाहिँ लालुपाते जस्तो पार भा जेठानले चाहिँ हिँड्दै गर्नु फिल्म सुटिङ गरेको घर पाते फिल्म यही घरमा हो यो चाहिँ हाम्रो डिपमा सल्टियो घर हाम्रो मामा घर हामी अहिले चाहिँ यहाँ आउँदैछ हामी दाजुभाइ सबै मिलेर यो पाते पहिला पाते मेन पाते गरेको सुटिङ फिल्मको पहिलो चलचित्र चाहिँ पाते फिल्म यो घरमा यो आँगनमा सुटिङ गरेको थियो अनि एकदम गर्व लाग्छ हाम्रो प्रितम जेठानलाई चाहिँ धेरै धेरै धन्यवाद हाम्रो जतिले अब हाम्रो गुरुङ फिल्म उहाँले सुरुवात गर्नुभयो होइन उहाँलाई चाहिँ धेरै धेरै धन्यवाद यो चाहिँ हाम्रो मामा घरको आँगनमा चाहिँ हजुरले चाहिँ फिल्म सुटिङ गरिदिनु भयो एकदमै हामी चाहिँ आभारी छौँ जेठान साहबसँग है अब मामा गाउँमा चाहिँ कोही छैन सबै गाउँहरू खाली छ माथि नै रहेछ गुरु ल अब यो त हाम्रो गाउँ हो यो गोरु थाहा छ यो चाहिँ हाम्रो फुपूको घर है गोपी साहब मेरो फुपूको घर हो यो ए फुपूको घर साह्रै सोल्टीहरू छैन अहिले यहाँ सबै अहिले सबै खाली घर हो मेरो फुपूको घर हो कि फेरि यो चाहिँ बहुत अब यहाँ एउटा मामा मात्रै अब मेन घर आयो हामी
गाउँमा त्यो थाहा छ होइन यो साइलेको घरतिर हो कि होइन यहाँ कि यहाँ यो घर यहाँ चाहिँ मामाले अहिले बाहिर मामा थाक्नुभयो क्या तपाईँ लास्टै मामा तपाईँलाई कस्तो भइरहेछ मामा एकदम स्या भइरहेको मान्छे थाक्यो भनौँ यो बेला चाहिँ एकदमै खुसी भइरहेछ है एकदमै यो कस्तो भने अब आफ्नो मामा यहाँ मामाहरूको पनि ऊ त्यो पाखा हो क्या तर मालेको त्यताबाट आउँछ खुसीको सीमा नै छैन कि भन्दैखेरि क्या त्यो चाहिँ अब बचपनमा आउने हामी चाहिँ त्यो है के अरे डिङ्गा चराउने तपाईँको दाउरा बोक्ने काठ काट्ने दाउरा काट्ने त्यस्तो हुन्थ्यो नि त पहिला त हो त्यो हामी सर यहाँ गरेको त्यो भएको कारणले गर्दाखेरि एकदम आफ्नो गाउँ जस्तै लाग्छ होइन मामनी गाउँ भए पनि तर अहिले चाहिँ मामनी गाउँ चाहिँ सिर्फ एक घर मात्रै नाम मात्रै भयो उहाँहरू चाहिँ हाम्रो मामा तेजबहादुर गुरुङको चाहिँ आँगनमा छु अहिले हामी चाहिँ त्यही भएर हामी सबै एकदम खुसियालीको तोडमा चाहिँ हामी भान्जाहरू मामालाई चाहिँ अब भेट्न आऊँ भनेर हामी यहाँ यसो घुम्दै आउने क्रममा चाहिँ हामी यहाँ छौँ मामा घर आएको तर मामा घरै बन्द रहेछ ठिकै छ मामाहरू त अब आफ्नो काममा व्यस्त हुनुहुन्छ उहाँहरू यो चाहिँ आफ्नो मामा घर हो होइन हामी अब बस्ने अब भेट्ने त्यही त हो ल बाई बाई लेसको होइन मामा त्यहाँबाट दायाँ पनि